ओहो अनि तिमी अरे बुढी को हो तिमीलाई अनि भन्ने खै त म चिन्दैन बुढा। चिन्दिन रे के हो स्कुल लाइफमा पछाडि गएर के बात थियो थाहा छैन याद त होला नि। अरे कि स्कुल पछाडि भन्दैछ त के हो बुढी यो सब होइन क्या बुढा, उहाँले स्कुल पछाडि लगेर होमवर्क कापी देखाउनु भएको थियो कि त्यति हो के। ए भनेपछि होमवर्क मात्रै याद छ तिमीलाई, त्यसपछि के बात थियो भनिदेऊ न। अनि म चाहिँ सानो भेट्छु है। हात लगायो कपट्टी तिमी माछाले खुट्टा काटेर राखिदिन्छु तेरो मैले। साथी हो कि त्यस्तो किन भन्नु। त्यही त फेरि मैले फेरि यस्तो लगान्छु नि अर्कै हो फेरि। सानो कोही हो दाइ हो कहाँ जान लाग्यो दुई भाइ बिना। सानो गरे के भन्दैछ यसले को यो हामी दुईजना बुढाबुढी भन्ने यसलाई थाहा छैन। होइन के यसले झुक्किएर भने होला मेरो नाम त सौता सुनार हो नि त, त्यही भएर झुक्किएर सानो भने हो के। ए सौता सुनार हो नि त्यही त किन सानो भने त्यसले। अरे सानो बिर्स्यौ तिमीले मलाई। उही बेला रसोबास तिम्रो मेरै घर हुन्थ्यो, मेरो तिम्रो घर हुन्थ्यो, तिम्रो बार नभएको बेला। आम्मा नि मेरो पिठ पछाडि एरेन्ज म्यारिज के भन्दैछ यसले बड्डी भन छिटो। त्यस्तो होइन कि बट्टा, हामी सानो हुँदा यत्रै हुने होला घरकोटी खेल्थ्यौँ पराल पछाडि, बा नहुँदा हामी चल्थ्यौँ लुकामारी खेल्थ्यौँ, त्यही भनेको कि साथीले। अरे सानो 18 वर्षको उमेरमा पनि घरकुटी हुन्छ र? अनि त्यो घरकुटी खेल्दाखेरि तिमी बुढी म बुढा भएको बेला के हो त्यो? अम्मा गर्यो त यसले के हो सानो यो घरकुटी 18 वर्षको उमेरमा पनि घरकुटी हुन्छ यसले के भन्दैछ। आ गरेको उसलाई हामी चटपटी खेल्न लाग्थ्यौँ घरकुटी खेल्ने बेला, त्यसलाई पिरो लाग्यो त्यो गरे कि त्यो तिमी साथीलाई हामी नि सानो खराब भइसक्यो सानो साझा मकै बारीमा भेट्नु पर्छ। तेरो बाउसँग भेट्यस् तेरो बाउसँग।